Hello guys, welcome to my vlog channel. This is so funny. I'm doing right because योहरू निकाएको दिने हो यो गाडा चाहिँ यता छ फलेको चाहिँ छैन यो गाडा चाहिँ यो गाडाको चाहिँ दामी नै भइरहेको तर फलेको छैन यो गाडाहरू लिचीहरू पनि छ तर लिची चाहिँ अहिले तल छ
तल छन्। पालै छन् झारपरी उम्रिन थालेछ यार। हरियो भएर आइरहेछ, झारपरी उम्रिन थालेछ अलिअलि। यतातिर चाहिँ हालेपछि सुकिहाल्छन्। दुई दिनमा हालिराख्नुपर्छ, पानी पनि राम्रोसँग आउँदैन। पानी हो, अब 3-4 घन्टा आउँछ। पानी पनि हालेपछि एकचोटि सुकिहाल्ने कि धेरै नबस्ने। फलफलहरू चाहिँ राम्रै हुने, पानी चाहिँ हाल्न नसक्ने, नभए त कपालै छ फलफुलको लागि। हाल्यो, अब भोलि सुक्न थाल्यो भने त फेरि पानी 3-4 दिन त हालिराख्यो। ग्यासको प्रोग्राम छ। पर्न थाल्यो। हाम्रो त घाम पनि लगाइरहेको छ, पानी नै आउला जस्तो पो भयो त यार। पानी पनि के भयो फेरि, बत्ती गयो के हो पानी पनि गयो त। तिर पाइप फुत्किया छ कि यहीँ फुत्किएको छ फेरि। यहीँ फुत्किएको छ पानी चाहिँ, जोड्नु पऱ्यो। पानी चाहिँ यहीँ फुत्किएको छ, जोड्नु पऱ्यो।
झार उम्रेछ यतातिर कोही कोही बोटतिर चाहिँ झारै झार उम्रिन थालेछ झारै झार छ यतातिर चाहिँ निकाल्न नि गाह्रो यो पानी हाल्यो भने ल्याप्टै जान्छ पानी हालेन भने त उकाल्नै सक्दैन नि यतातिरको त ढुङ्गा जस्तो हुन्छ माटो पनि पानी हालेन भने पानी हाल्यो भने त एकैचोटि फेरि गल्दिहाल्छ माटै कस्तो कि फेरि एकैछिनमा सुकिहाल्छ पानी पनि हाल्ने बित्तिकै माटो त ठिकै हो हाल्यो भने यस्तो हुन्छ हालेन भने लास्टै साह्रो हुन्छ हाल्यो भने गिलो नै गिलो फेरि 1-2 दिनमा सुकिहाल्ने कि पानी पनि धेरै नबस्दिने झारै झार उम्रेछ कोहीतिर चाहिँ उम्रेको छैन यो उम्रेको ठाउँको चाहिँ उकाल्नु पऱ्यो लास्टै झारै झार छ हो कतै त काँडाले पनि फेरि घोस्दिने यार काँडा पनि छ भएको त आइयो पनि हाल्छिरहेको पात पनि लामो भएछ तान्नै गाह्रो क्या झ्याप भनेको झ्याप पनि लानु पर्यो पानी गाडी आएछ कसको गाडी आएछ मल लिन आए जस्तो छ गाडी दाना मल भरिरहेको थियो त्यही आएछ अलिक देख्दैन रहेछ हामी बस्ने चाहिँ त्यहीँ हो है त्यही घरमा हो कोठा एउटा छ त्यहीँ बस्छ यतातिर चाहिँ फर्सीहरू काँक्रोहरू रोपेका छन् जे पनि गरिन्छ खेती चाहिँ यतातिर जे हुन्छ त्यही उठाउने हो जे सिजनमा जे हुन्छ त्यही यतातिर चाहिँ भर्खर रोपेको छ यतातिर चाहिँ उम्रिसक्यो यतातिर चाहिँ कागती पनि छन् यतातिर बिचमा अनि कागतीको बिचमा फर्सीहरू काँक्रोहरू रोपेको छ कम्पाउन्ड घेरेको छ यतातिर चाहिँ त्यो भित्र चाहिँ कुखुराहरू छ बत्ती पनि गइहाल्यो चाहिँ अब पानी मारेर अब बत्ती पनि गइहाल्यो पानी मारेर अब रुमतिर जाने हो चाहिँ यति नै छ पानी सानी मारेर अब
चाहिँ उता घरबाट आएको मान्छेको हो। यतिर घर छ एउटा दुइटा। चाहिँ यो घरबाट खोलियो। मान्छेको पानी चाहिँ यता मान्छेबाट चलाउँछ, उता लान्छ, पानी नै हुँदैन। त्यही भएर उता नि छाना त छ, अलि थोरै आउँछ त्यताबाट चाहिँ, त्यो चाहिँ बगालै आउँछ। कति छ पानी पनि हेरौँ, भोलि पनि खोल्नु परिरहेको छ। आज बत्ती पनि गएको गरेर भ्याएन हाल्न पनि। अब भोलि हाल्दा त भोलि चाहिँ भ्याउँछ होला। पानी चाहिँ यही हो। घरहरू पनि छैन, जग्गालाई चाहिँ कति पनि उता साइडमा छ घर बिग्रिँदैन होइन। रातिखेरि वन कुखुरा हान्न आउँदा मजा हुन्छ यतातिर। कहिले कहिले बस्छ यतातिर वन कुखुरा। उतैतिर बस्छ, यता यो झाडीतिर अलि माथितिर। उता चाहिँ खासै बस्दैन। यता माथितिर बसिन्छ। पानी पनि मारियो, अब घरतिर जानु पर्यो। यतातिर चाहिँ घर छ अलिअलि एउटा दुइटा। घर पनि खासै छैन यतातिर। प्याजहरू पनि रोपेको रहेछ, वनमा हुने रहेछ। कम्पाउन्ड घेरेको चाहिँ यता है, पुरै घेरेको छ। यो भित्र चाहिँ लिचीहरू कुखुराहरू छ, देखिँदैन राम्रोसँग। कम्पाउन्ड घेरेको छ यता चाहिँ। चाहिँ लिचीको बोट है, फुल फुल्दैछ। अब चिचिलाहरू पनि लाग्न थालिसकेको छ।